ए आपे कता हिँडेको बाटाभरि लुगा बोकेर? यो सिरकका खोल चान्नाहरू मैलो भएछन् अनि धुन हिँडेको। थुक्क तेरो जिन्दगी। तँलाई देखेर माया लाग्छ हौ आजकल मलाई। त जगल्टेको चाहिँ के उत्पातै राम्रो छ र भने के नापिस चाहिँले? यहाँ हेर्न नयाँ टी सर्ट। घरमा बुढी भित्राएपछि के चाहिँ परिवर्तन भयो भनेर सोध्छस् भने नि, नम्बर 1 मा मैला लुगा लाएर हिँड्ने दिन गए, नम्बर 2 मा टाइममा खाना खाइन्छ। फेरि मलाई आजकल तेरो जस्तो बरा लिएर हिँड्ने फुर्सदै छैन। अब एकछिन यसो फ्रेस हुने त निस्केँ क्या। मेरो त म बुढीले खाजा रेडी गरेर बोलाउने बेला भइसक्यो। ए बिति नि सकेछ नि। सुरु। दिदी खाजा रेडी भइसकेको थियो, अब आइसिन्छ कि? ल ल बुढी म आइहालेँ। अब तेरो जस्तो नालागीपन त चल्दैन नि त मेरो। म चाहिँ गइहालेँ है। अब जानुभन्दा अगाडि म तँलाई लामो लेक्चर चाहिँ दिन्न, तर एउटा कुरा भन्छु है त, जिन्दगीको असली मजा लिनु छ भने तुरुन्त बिहे गरिहाल। तेरो नि बिहे गर्ने बेला बितिसकेको छ है। ए आमा हो, यो साङ्लेले काँचुली फेरेको देख्दा बिहे चाहिँ गर्नै पर्ने रहेछ। अनि अब बिहे यति लुगा धोएर छपक्क गएर बिहे गर्ने हो।